काठमाडौँदेखि धनगढीसम्म जाने बसको कन्डिसन सही सलामत हुन पर्छ कि पर्दैन? यति लामो दूरीमा चल्ने बस 2 महिना बिग्रेर थन्किएको थियो। राम्रो मर्मत नगरी बसभरि यात्रु राखेर धनगढीतर्फ गुड्यो। बाटोमा 4 पटक बिग्रियो। यात्रुले मर्मत नगरी किन चलाएको भनेर आक्रोश पोखे। बसका चालक सहचालकले उल्टै यात्रुमाथि हप्कीदप्की गरे। बर्दियामा पुगेपछि दुर्घटनामै पर्यो। घाइते यात्रुलाई छाडेर चालक सहचालक भागे। घाइतेहरूको उपचारमा 60 लाख खर्च भइसक्यो। उपचारको जिम्मेवारी लिन यहाँ बसका सञ्चालक तयार छैनन्। यो घटना बालिका यातायात प्रणालीको ना 8 ख 1949 नम्बर बसको हो। घाइते यात्रुलाई सबै मिलेर कसरी कसरी दुःख दिइएको छ भन्ने विस्तृतमा खुलाएर तयार पारिएको विशेष रिपोर्ट हेर्नुहोस्। बर्दिया राष्ट्रिय निकुञ्जमा 3 महिना अघि भएको खप्चड मालिका यातायात प्रणालीको ना 8 ख 1949 नम्बरको बस दुर्घटनामा घाइतेहरूको पीडामाथि राज्यका जिम्मेवार निकाय र यातायात व्यवसायीले चरम खेलवाड गरिरहेको पाइएको छ। उपचारका लागि 55 लाख रुपियाँ भन्दा बढी ऋण बोकिसकेका घाइतेहरू न्यायको भिख मागिरहँदा दोषीहरू पनि खुलेआम घुमिरहेका छन्। आर्थिक अवस्था अत्यन्त कमजोर भएका परिवारलाई हाल उपचार खर्च जुटाउन गम्भीर कठिनाई उत्पन्न भएको छ। दुर्घटनापछि समयमै आवश्यक उपचार उपलब्ध नगराइएको, उपचारमा चरम लापरवाही गरिएको तथा गाडी धनीबाट निरन्तर धम्की र शास्ति खेप्नु परेको पीडित परिवारले गुनासो गरेका छन्। बर्दियाका सिडिओ त्यहाँका प्रशासकहरूले जो घाइते पक्षप्रति देखाउनु पर्ने सहानुभूति, जो गर्नुपर्ने सहयोग थियो त्यो अलि पनि गरेको हामीले महसुस गरेनौँ। उल्टै गाडी पक्षसँग मिलेर प्रमाण नष्ट गर्ने हिसाबले बिग्रेको गाडीलाई मर्मत गर्न पठाएका छन्। गरी खाने वर्गको मान्छे खेती किसानी छुट्यो, हाम्रो धान लाउने कुरा छुट्यो, सबै छुट्यो। अब घर परिवार सबै बिचल्लीमा छ। यस्तो ममाथि उपचार गर्नुपर्ने संस्थाले, उपचार गर्नुपर्ने निकायले उपचार गर्नुको साटो ममाथि अनेक हदगण्डा, अनेक षड्यन्त्र अपनाएर मेरो बहिनीको ज्यान जोखिममा पार्ने, हामीहरूलाई मेन्टली रूपले कमजोर बनाउने, मेन्टली टर्चर गर्ने यस्तो किसिमको कार्य भइरहेछ। यसको कमसेकम म पनि यो देशको नागरिक हो। मेरो बहिनीले यो देशमा जन्मिनु कुनै अपराध गरे होइन। मेरो बहिनीले गरिब परिवारमा जन्मिनु कुनै अपराध होइन। काठमाडौँमा 2 महिना थन्किएको बिग्रिएको बस 4 पटक इन्जिन बिग्रिँदा पनि चलाउँदा बर्दियामा भयो भयानक दुर्घटना। गत वैशाख 28 गते काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको खप्चड मालिका यातायात प्रणालीको ना 8 ख 1949 नम्बरको बस सामान्य अवस्थामा थिएन। बाटोमा 4 पटक इन्जिन बिग्रिँदा पनि चालक र सहचालकले पानी हाल्दै जबरजस्ती गाडी चलाइरहे। यात्रुहरूले अर्को गाडीमा पठाइदिने आग्रह गर्दा सहचालकले यो तिम्रो व्यक्तिगत गाडी होइन भन्दै हप्काएर चुप गराए। अन्ततः त्यही बिग्रिएको बस बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुग्दा अगाडिको चक्का पड्किएर भयानक दुर्घटना भयो। बसमा सवार 22 जना यात्रु मध्ये केही गम्भीर र केही सामान्य घाइते भए। त्यसमा डडेलधुराको भागेश्वर गाउँपालिका 4 की 22 वर्षीय उर्मिला भट्ट र उनकी 33 वर्षीय दिदी निलम ओझा भट्ट पनि सवार थिए। दुर्घटनामा परेकी उर्मिला पल्टिएको गाडीमा नराम्ररी च्यापिएकी थिइन्, तर मानवीयता बिर्सिएर चालक र सहचालक घटना लगत्तै घटनास्थलबाट फरार भए। अझै पीडादायी कुरा त के छ भने च्यापेर छटपटाइरहेकी उर्मिलाको शरीरमाथि नै टेकेर अन्य यात्रुहरू बाहिर निस्किएका थिए। उर्मिला च्यापिएकै अवस्थामा अलपत्र छाडेर भागेका चालकले उनको ज्यान नै लिने उद्देश्य राखेका थिए कि भन्ने आरोप परिवारको छ। निकै बेर पछि बाटोमा हिँडिरहेका अन्य गाडीमा सवार यात्रुहरूको सहयोगमा उनलाई बाहिर निकालियो। दुर्घटना लगत्तै घाइतेहरूलाई पहिले लम्कीको अस्पताल पुर्याइयो। त्यहाँबाट निलमलाई धनगढी र उर्मिलालाई कोहलपुर लगियो, तर त्यहाँ पनि उपचार सम्भव नभएपछि दुवै दिदीबहिनीलाई काठमाडौँ रेफर गरियो। हाल उर्मिलाको ललितपुर स्थित नेपाल मेडिसिटी अस्पताल र निलमको कलङ्की स्थित नेशनल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा उर्मिला भट्टका दुवै हात भाँचिएका छन् भने निलम ओझा भट्टको एउटा हात भाँचिनुका साथै टाउकोमा गम्भीर चोट लागेको छ। घाइते मध्येकी निलम ओझा भट्टले सीधा कुरा जनतासँग मार्फत गरेको गुनासो यस्तो छ। बहिनीको 2 हात काट्दियो भनेर ती समितिवालाले टर्चर दियो। त्यो त्यहाँ हस्पिटलमा टाइममा त्यो क्यान्टिनको दिदी आएर, त्यो समिति भलाइ कोषको समितिको मान्छे आएर तिमीहरूलाई मानसिक तनाव दिइराख्ने, आफ्नो उपचार आफै गर्नुपर्छ है, तिमीहरूले हामी गर्दैनौँ भन्ने, तिमीहरूको दयाले हामीले भनेको कागजमा साइन गरेनौ भने तिमीहरूको उपचार गर्दैन, तिमीहरूलाई के गर्छौ मलाई थाहा छ, तिमीहरू जे गर्न सक्छौ गर, के गर्ने हो तिमीहरूको भनेर उनीहरूले एकदमै हामीलाई मानसिक तनाव र शारीरिक पीडा दिनुभयो। गाडी धनी र सिडिओको मिलेमतोमा पीडित परिवारमाथि अन्याय।
दुर्घटनामा परेका उर्मिलाका दुवै हात र टाउकोमा तथा निलमको हातमा गम्भीर चोट लागेको छ। उनीहरूको उपचार खर्च अहिलेसम्म करिब 55 लाख रुपियाँ भन्दा बढी पुगिसकेको छ। घाइतेहरूको उपचारमा दैनिक लाखौं खर्च भइरहेको बेला बीमा कम्पनी र गाडी धनी यज्ञराज हमाल पूर्ण रूपमा सम्पर्कविहीन भएका छन्। त्यति मात्र होइन, उपचार खर्च र क्षतिपूर्ति तिर्नबाट बस्न अस्पतालका डाक्टरहरूसँग मिलेर उर्मिलाका हात नै काट्न लगाउने षड्यन्त्र समेत रचेको गम्भीर आरोप परिवारको छ। गाडी धनी शिक्षण पेशामा पनि आबद्ध छन्। उनी कैलाली स्थित जनकल्याण इंग्लिश बोर्डिङ स्कुलमा प्रधानाध्यापक हुन्। शिक्षण जस्तो गरिमामय पेशामा आबद्ध हमालले यो संवेदनशील र गम्भीर मामिलाबाट पन्छिन हरसम्भव प्रयास गरिरहेका छन्। उनी घाइतेको उपचार र क्षतिपूर्तिका लागि सहमति गर्न समेत तत्पर भएनन्। यतिसम्म कि पीडित परिवारले सम्पर्क गर्दा उनले आफू गाडी साउ नभएको भन्दै पन्छिने प्रयास गर्छन्। साथै आफूले गाडी बिक्री गरिसकेको बताउने गरेका छन्। बसका चालक सन्तोष मल्ल नै गाडी धनी हुन् भन्दै दुर्घटना लगत्तै पीडित परिवारलाई मेसेज समेत गरेका थिए, तर उनी नै गाडी धनी रहेको पुष्टि यो पत्रले गर्छ। यी पत्र बस दुर्घटनापछि यज्ञराज हमालले गाडी धनीको रूपमा नवकान्तिपुर भलाइ तथा इन्भेस्टमेन्ट कम्पनी प्रालीलाई बीमा बापत प्राप्त हुने रकम उपलब्ध गराइदिनु भन्दै ब्याङ्कलाई पत्र लेखेका छन्, जहाँ हमाल गाडी धनीकै हैसियतमा देखिन्छन्। यी पत्रहरू हेर्नुहोस्। मेडिसिटीमा लगभग 50 देखि 60 लाख जतिको उपचार खर्च आइसकेको होला। अनि नेपाल नेसनल हस्पिटल कलङ्कीमा 18 लाख रहेछ भन्ने कुरा मैले अस्ति थाहा पाएँ। त्योभन्दा पहिला हामीलाई 30 लाख जति पुग्या छ। 30 लाख तिरेपछि लगत तिमीहरूको बिरामीलाई न त हामी छोड्दैन भनेर भन्नुहुन्थ्यो। मैले प्रत्येक ठाउँबाट साथीभाइ इष्टमित्र आफ्नो भएको सम्पत्ति सबै बेचेर ऋणदान गरेर ब्याजमा सहित पैसा लिएर मैले हस्पिटलमा लगाएको छु। त्यो सबै बिल भरपाईहरू सबै हस्पिटलसँग छन्, मसँग छन्। त्यो संस्था र गाडी साउले बेहोरी दिनु पर्यो। अनि मेरो बहिनीको उपचारको ग्यारेन्टी लिनु पर्यो। सरकारले पनि के हो भने, म अहिले यो कुरा किन भन्छु भने मेरो बहिनीहरू दुईटा बहिनी अपाङ्ग हुने निश्चित भइसक्यो। एउटा दाइ भएको नाताले बहिनीलाई कसरी बचाउन सकिन्छ भन्ने उसमा लागिरहेको छु। बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी भुवन बहादुर हमालको भूमिका पनि निकै शंकास्पद पाइएको छ। पीडित परिवारको आरोप अनुसार प्रमुख जिल्ला अधिकारी हमालले पीडितलाई न्याय दिनुको सट्टा गाडी साउलाई जोगाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास गरिरहेका छन्। पीडित परिवारले यसबारे गुनासो गरेपछि हामीले प्रमुख जिल्ला अधिकारी हमाललाई सम्पर्क गरेका थियौं। उनले हामीसँगको संवादका क्रममा पीडित पक्ष र गाडी साउ बीच सहमति गराउने प्रतिबद्धता जनाएका थिए, तर हालसम्म पनि पीडित पक्षसँग कुनै सहमति भएको छैन। 50 लाख रुपियाँको उपचारमा खर्च भइसक्यो सर। यहाँ अस्पतालले होला 1 करोड खर्च होला, 2 करोड खर्च होला, कति खर्च होला। हजुर, त्यो दुईटा पार्टी बस्दै नबसिकन अनि यहाँ पीडित पक्ष त तपाईँको सहमतिका लागि तयार हो। उहाँहरू त जहिले पनि क्षतिपूर्ति पाउने भनेपछि तयारै हुन्छ नि। उहाँ जो चाहिँ पीडितको मान्छे हुन्छ कि तपाईँ चाहिँ बढी आउनु, सम्बन्धित यता व्यवसायले बोलाएर तपाईँ बिल राखेर सफल गराइदिउँला होइन। तपाईँ काठमाडौँ नै प्रहरी कार्यालयमा जानु, किनभने कसै न कसैको रोगरमा सफल त गर्नु पर्यो नि। उहाँहरूलाई उहाँ काठमाडौँमै हुनुहुन्छ होइन, म पनि उपस्थित हुन्छु सहमति हुने बेला होइन। सबै कुराको रेकर्ड पनि राख्छु। कहिले कहाँ कुन प्रहरी उसमा चाहिँ कार्यालयमा तपाईँले मिलाउनुहुन्छ ल? तपाईँकोमा ल पुसो भन्दै हिजो गयो भने मैले अहिले एसपी साहबलाई फोन गरिदिन्छु। हजुर, एसपी साहबलाई उहाँहरूलाई फोन गर्नु भन्नु होला। कुन चाहिँ चौकीमा उहाँलाई सही हुन्छ त्यही चौकीमा चाहिँ दुईटै बच्चालाई बोलाएर त्यही उहाँले कुराकानी गर्नु गइनु। काठमाडौँ प्रहरी परिसरमै बोलाइदिए पनि हुन्छ, महाराजगञ्जमै बोलाएर गर्दै पनि हुन्छ, जहाँ पनि सजिलो हुन्छ। उहाँको दाइलाई फोन गरेर पुष्पजीलाई गरेर एसपी साहबलाई तपाईँले कसरी हुन्छ कहाँ गर्ने हो कहिले सहमति गर्ने त्यति कोअर्डिनेसन गरिदिनुहोस् सर है। ओके ओके ल। हामीसँगको कुराकानी पछि उनले पीडितको न्यायको पक्षमा सहमति गराउनको साटो उल्टै नियन्त्रणमा रहेको गाडीलाई छाड्ने काम गरेको पीडित परिवारको आरोप छ। यता अस्पतालबाट पनि घाइते र उनीहरूको परिवारलाई मानसिक रूपमा तनाव दिने काम मात्रै भएको छ। घाइतेको उपचार खर्च बेहोर्नबाट पन्छिन नवकान्तिपुर भलाइ तथा इन्भेस्टमेन्ट कम्पनी प्रालीले अस्पताललाई अनौठो र अमानवीय पत्र काटेको खुल्ला आएको छ। उक्त यातायातको व्यवस्थापन हेर्ने भनिएको नवकान्तिपुर भलाइ तथा इन्भेस्टमेन्ट कम्पनीले सुरुमा उपचारको व्यवस्था मिलाउनु भन्ने पत्र काटे पनि पछि आन्तरिक विवाद देखाउँदै उपचार खर्च नबेहोर्ने भन्दै अस्पताललाई पनि पत्र पठाएको भेटिएको छ। जेठ 3 गतिको यो पहिलो पत्रमा कम्पनीका प्रतिनिधि ज्योति राईद्वारा मेडिसिटी अस्पतालका कार्यालय प्रमुखलाई लेखिएको पत्रमा घाइते उर्मिला भट्टको उपचारको व्यवस्था मिलाउन र बिल अनुसारको रकम कम्पनीले भुक्तानी गर्ने उल्लेख छ। तर सोही पत्रमा उक्त बिरामीको अङ्गभङ्ग भएको वा हात काटिएको खण्डमा यस संस्थाले बेहोर्ने छैन भन्ने अत्यन्त अमानवीय र संवेदनहीन शर्त राखिएको छ। यो हेर्नुहोस्।
बर्दियामा जुन दुर्घटना भएको थियो नि सर बस, त्यो बसको सन्दर्भमा पीडित पक्षले अहिले पनि चाहिँ आफूहरूले उपचार खर्च पाएनौ, क्षतिपूर्ति पाएनौ भनेर गुनासो गरिरहेका छन्। के भएको सर यो? कुन हस्पिटलको उपचार पाएन सर? उहाँले त्यो एउटा कुरा सोध्नुहोस् उहाँलाई होइन। उपचार खर्च पाउनु पर्यो नि, करिब 55 लाख रुपैयाँ करिब खर्च भइसकेको छ र अहिलेसम्म उहाँहरूले उपचार खर्च पाउनु भएको छैन। किन पाउनु भएन? कसले दिने हो यो उपचार खर्च? होइन सर, एउटा यहाँका हजुर आधिकारिक एउटा न्युजबाट तपाईँ के जानकारी गर्नुहोस् भन्ने, हजुर एउटा नेपाल नेसनल हस्पिटलको अहिले उहाँ डिस्चार्ज एउटा अर्को निगम भट्ट र एउटा उर्मिला भट्ट दुईजना घाइते हो। हजुर हजुर नेपाल नेसनल हस्पिटलको हामीले 18-19 लाख रुपियाँ पुगेको छ। त्यो दिनमा उहाँ बिरामी डिस्चार्ज गराएर हामीले नि जिम्मा लग्यो हो। हजुर नेपाल नेसनल हस्पिटलमा के अरे मेडिसिटी हस्पिटलमा 28-29 लाखको हामीले होइन पेमेन्टको प्रतिक्रिया अनुसार हामीले 9-10 लाख 10-11 लाख रुपियाँ चेकबाट भुक्तानी गरेका छ। अरू चाहिँ लिखितम रूपमा हाम्रो नाउँमा भनेर त्यो जिम्मा हामीले लगेको छ सर, नलगेको होइन। अनि सुखेतबाट हामीले ट्रेनमा हाल्दाखेरिको खर्चहरू हामीले गरेका छ। अनि 1 लाख रुपियाँ एम्बुलेन्समा राखेर होइन त्यतिले पुग्छ? 55 लाख रुपियाँ खर्च भयो दुवैजनाको। सुन्नुहोस् न, अनि अहिलेसम्म सहमति भएको छैन, किन गरिएन सहमतिलाई भन्नुहोस् त? सहमति हामीले गर्ने कि उहाँले गर्ने हो? उहाँ सहमति गर्न आउनु पर्यो नि। पीडित पक्षलाई म मेरो घाइतेको जिम्मा लिइदिनुहोस् भनेर कोही पीडित पक्ष आउनु पर्यो नि हामी कहाँ। किन आउनु भएको छैन? आउनु भएको छ, कहाँबाट फोन आइराखेको छ उहाँलाई। घडी गाडी धनीका मान्छेले फोन गर्छन्, घरि कसैले फोन गर्छन्। आफू अनुकूलको सम्झौता गर्ने हो र? होइन होइन, पुलिस चौकी कहाँ भयो? बर्दियातिर गएर छलफल गरौँ न, त्यहाँ गएर सहमति गरौँ न। यहाँ काठमाडौँ हेर बिचाएर यहाँ उहाँ बोलाएर अनि सहमति हुन्छ। यहाँ हाम्रो अनि तपाईँहरूले चाहिँ नि पत्र किन लेख्नु? उपचार रोक्नु भनेर पत्र किन पठाउनु भएको हस्पिटललाई? सर, बिना सहमतिमा हामीले उपचार कसरी गर्ने? ल तपाईँले एउटा गरिदिनु न, हामी बिना सहमतिमा कसरी लगानी गर्ने? आफू अनुकूलको सहमति हुन्छ त? पीडित पक्षलाई तपाईँहरूको उपचारको पूर्ण रूपमा ग्यारेन्टी लिन्छौँ, क्षतिपूर्तिको व्यवस्था गर्छौँ भनेर विश्वास दिलाउने काम कसको? एउटा सुन्नुहोस्, हामी न समिति, हामी भलाइको छौ, न साउ हो, हामी समिति होइन, हामी भलाइको छौ। बुझिसके? भलाइकोले जिम्मा लिनको लागि हामीलाई सहमति चाहिन्छ सर। हामी सम्झौता अनुसारको हामीले काम उहाँको उपचार नगर्ने भनेको होइन। उपचारमा अहिलेसम्म रोकेको पनि छैन, उपचार भइरहेछ। उपचार रोक्नु भनेर त तपाईँले पत्रै पठाएको छ त? त्यो त हामी कहाँ आइसकेको छ नि पत्र। ठिक छ, त्यो त हाम्रो त्यो अर्को। यति मात्र होइन नि, तपाईँले त त्यहाँ त्यो क्यान्टिन हस्पिटलको क्यान्टिनवालालाई, क्यान्टिन सञ्चालकलाई त्यहाँबाट उहाँबाट पैसा लिइहाल्नुहोस् है, भोलि चाहिँ मुद्दा मामिला गयो भने तपाईँको पैसा फिर्ता आउँदैन भनेर त्यतिसम्म टर्चर गर्न लाउनु भएको छ। तपाईँको अडियो रेकर्डै छ मसँग, त्यसो गर्ने हो? होइन, अलिकति मानवीयता भन्ने कुरा, अलिकति संवेदनशीलता भन्ने कुरा कहाँ गयो सर तपाईँहरूको? तपाईँले सिधा कुरा म के भनिदिन्छु भन्दाखेरि होइन, बिना सहमतिमा भलाइकोले लगानी चाहिँ गर्दैन। तपाईँहरूको व्यक्तिगत इगोको कुरा हो र यो दुईजनाको भविष्यको कुरा छ। अब कहिले सहमति गर्ने, कहिले गर्नेलाई भन्नुहोस्, हामी मध्यस्थकर्ताको भूमिका निर्वाह गरिदिन्छौँ। सहमति गर्नलाई भोलि नै नेपालमा बर्दियामा जहाँ भएको छ एक्सिडेन्ट भएको त्यहाँ प्रहरी कार्यालयमा मान्छे पठाउनुहोस्, हाम्रो प्रतिनिधि नेपाल गभर्मेन्टमै छ, उहाँ गएर त्यहीँ गएर सहमति गराउनुहुन्छ। उपचारका लागि, क्षतिपूर्तिका लागि कुनै किसिमको अवरोध हुँदैन होइन? के हो, सहमतिमा आयो भने हामी कुनै पनि केही कुरामा रोक्दैनौँ। ल अब म पीडित पक्षलाई त्यहाँ पठाइदिन्छु अनि एक प्रकारको सहमति गरेर यो विषयलाई टुङ्ग्याउनुहोस् है त। त्यस्तै असार 24 गते अर्का प्रतिनिधि उत्तम प्रसाद भट्टद्वारा हस्ताक्षरित अर्को पत्रमा आन्तरिक विवादको कारण देखाउँदै थप उपचार खर्च कम्पनीले नबिहोर्ने उल्लेख छ। पत्रमा भनिएको छ, सो रोकिएपश्चात समय अवधिको उपचार बापतको रकम स्वयं घाइते पक्ष जिम्मेवार रहने हुँदा घाइते पक्षसित अस्पतालले लिन हुन अनुरोध गरिन्छ। यो पत्र पनि हेर्नुहोस्। दुर्घटनाका घाइते जीवन र मृत्युको दोसाधमा अस्पतालको बेडमा छटपटाइरहेका बेला सम्बन्धित यातायात कम्पनी र सहजीकरण गर्ने भनिएको संस्थाले यसरी हात चिप्नुका साथै उपचार नै रोकियोस् भन्दै पत्र काट्नुले पीडित परिवारलाई थप पीडा दिने काम गर्यो। उता उपचार रोक्न भन्दै यसै प्रकारको दबाव कलङ्की स्थित नेसनल अस्पतालमा पनि दिइयो। त्यसपछि नेसनल अस्पतालले पीडित परिवारसँग उपचारको रकम माग गर्ने, औषधि उपलब्ध नगराउने जस्ता गतिविधि गर्न थाल्यो। पीडित परिवारले रकम नदिँदा घाइतेलाई डिस्चार्ज पनि गर्न मानेन। त्यसपछि पीडित परिवारले केही उपचार खर्च आफै बेहोर्नुका साथै क्यान्टिनमा खाएको खाना र खाजाको खर्च समेत आफै तिर्नु पर्यो। सीतापुरा जनता संघको सम्पर्कमा आएका अर्का घाइते भक्तबहादुर गुरधामीले पनि गाडी धनीले उपचारमा चरम व्यवस्था गरेको गुनासो गरेका छन्। उनको पनि हातमा गम्भीर चोट लागेको छ। कोलपुर लिने भनेर मलाई चाहिँ नेपालगञ्जको हस्पिटलमा लग्यो होइन, नेपालगञ्ज हस्पिटलमा लगेर मलाई चाहिँ त्यहाँ चाहिँ 2 दिनसम्म चाहिँ तडपाएको थियो त्यहाँ चाहिँ होइन। मलाई यहाँ उपचार चाहिँ हुँदैन, तपाईँको हात काट्नुपर्छ यताउता भन्नुभयो होइन। मेरो औँला चाहिँ अलिअलि चलिरहेको थियो त्यहाँ। अब यसरी औँला चलिरहेको छ भने मेरो हात किन काट्नु पर्यो?
यताउता भने मैले चाहिँ त्यहाँ चाहिँ अलि उ गरेँ अनि मेरो बुढीलाई पनि टचर दियो, त्यहाँ हात काट्नुपर्छ किन जाने यताउता भनेर त्यसरी टचर चाहिँ आएको थियो। घाइतेको पक्षमा संसद र सडकबाट आवाज उठ्यो तैपनि भएन सरकारको ध्यान आकर्षण। घाइते 2 दिदीबहिनीको उपचारमा लापरवाही भएको भन्दै संसद र सडकमा विरोध प्रदर्शन चर्किएको छ। श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी सङ्ग्रौलाले संसदमा घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गरेकी छिन्। यता न्याय र उपचारको माग गर्दै उर्मिला अध्ययनरत जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरूले पनि वर्जीय मार्फत ज्ञापन पत्र बुझाउँदै माग पूरा नभए आन्दोलन थप कडा पार्ने चेतावनी दिएका छन्। उनीहरूले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै प्रभावकारी उपचार, उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गरेका थिए। यहाँहरूलाई कुनै सहयोग गर्ने व्यक्त गर्न चाहन्छु र बहिनीको उहाँको दिदीको चाहिँ एकदम स्वास्थ्य लाभको म कामना गर्छु र तपाईँहरूको म आजै बस्नुपर्छ मैले गर्ने काममा। पीडित परिवारले न्यायका लागि सम्बन्धित निकायमा कुनै पनि कसर बाँकी नराखे पनि कतैबाट सुनवाई नभएको दुखेसो पुगेका छन्। उनीहरूले हेलो सरकारमा समेत पटक पटक निवेदन दर्ता गराएर न्यायको माग गरेका थिए भने गृहमन्त्री सुदन गुरुङलाई समेत प्रत्यक्ष भेटेर न्यायको याचना समेत गरेका थिए। तर राज्यका जिम्मेवार अधिकारीहरू र निकायहरूले दोषीलाई कानूनी कठघरामा उभ्याउन र न्यायका लागि कुनै पनि पहल नगरिदिएको पीडित परिवारको गुनासो छ। घाइतेका दाजु पुष्पराज भट्ट र सुनिल भट्टले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई यातायात व्यवसायी, कर्मचारी र सहयोग नगर्ने निकायमाथि कडा कारबाहीको माग गरेका छन्। साथै उनीहरूले घाइतेहरूको बाँकी सम्पूर्ण उपचार खर्च र उचित क्षतिपूर्तिको व्यवस्था यथाशीघ्र मिलाइदिन समेत अपील गरेका छन्। दर्शकहरू, यस विषयमा हामीले गाडी धनी भनिएका गेराज हमालसँग संवाद गरेका छौं। उपचार गराउने मामिलामा पनि तपाईँले चाहिँ नि ध्यान दिनु भएन, तपाईँले क्षतिपूर्ति पनि दिनु भएन भनेर पीडित पक्षको गुनासो छ। तपाईँ किन पन्छिनु भयो? मैले सरलाई फेरि पनि कुराहरू गरेँ। मैले 2 वर्ष अगाडि मैले त्यो बस एकजना विष्णुराज जोशी भन्ने मान्छेलाई मैले बिक्री गरेको। हजुर। अनि विष्णुराज जोशी भन्ने मान्छेले सन्तोष मल्ल भन्ने मान्छेलाई बिक्री गरेको है। त्यो गाडी मबाट चाहिँ नि विष्णुराज जोशीले किनेको, विष्णुराज जोशीबाट सन्तोष मल्ल भन्ने मान्छेले किनेको। त्यस कारणले गर्दाखेरि मैले म पन्छेको हो कि के हो भन्ने कुरा चाहिँ मैले भन्नु पर्दैन होला जस्तो मलाई लाग्छ। सुन्नु न, तपाईँले त्यो गाडी बिक्री गरिसक्यो भनेर जुन दाबी गरिरहनु भएको छ नि सर, तर दुर्घटनापछि तपाईँ आफैले गाडी धनीको हैसियतमा नवकान्तिपुर भलाइ तथा इन्भेस्टमेन्ट कम्पनी प्रणाली मार्फत त्यो बिमा बापत पाउने जुन रकम उपलब्ध गराइदिनु भनेर बैंकमा पत्र लेख्नु भएको छ नि। यदि तपाईँ गाडी धनी हुनुहुन्न थियो भने बिमा दाबीका लागि बैंकमा पत्र काट्ने अधिकार र तपाईँको हस्ताक्षर त्यहाँ गर्नु किन गर्नुभयो तपाईँ? त्यो किन गरियो भने बैंक भनेको लक्ष्मी बैंक फाइनान्स हो। त्यो गाडीको फाइनान्स चाहिँ लक्ष्मी बैंकको नाममा गाडी छ र गाडी चाहिँ च्यासिस मैले चाहिँ बुक गरे भएर ऋणी चाहिँ म हो। त्यो दुर्घटनाको सम्पूर्ण केस चाहिँ नि त्यो नवकान्तिपुर भलाइ कोषले नै हेर्ने त्यो जिम्मेवारी लिएको र त्यसको लागि चाहिँ नि उसले सबै कुरा बेयर गर्ने भएको हुनाले त्यो बिमाबाट आउने पैसा चाहिँ नि बैंकको नाममा चाहिँ नि नआएर सिधै चाहिँ नि त्यो प्रालीको नाममा चाहिँ जाओस् भन्नको लागि मैले मन्जुरनामा चाहिँ लेखिदिएको। म चाहिँ ऋणी भएको कारणले गर्दा मैले लेखिदिएको। अनि तपाईँले गाडी चाहिँ पास गरिसक्नु भएको छ? सन्तोष मल्लको नाममा गाडी छ। सन्तोष मल्ल भने त चालक होइन र? चालक होइन, गाडी सब हो। सन्तोष मल्ल भनेको त चालक हो नि, उसैले चलाएको थिएन गाडी, होइन त? चालक पनि उही हो, गाडी सब पनि उही हो। तर तपाईँले भ्रम सिर्जना गर्नुभयो, आफू चाहिने उपचार यो ऊबाट पन्छिन खोज्नुभयो, सत्य लुकाएर चालकलाई मात्र फसाउने, आफू उम्किने नियतले झुटो बयान दिनुभयो भन्ने। होइन, तपाईँले कस्तो कुरा गर्नुभएको? भ्रम सिर्जना मैले गरेको होइन नि। त्यो कुरा त ब्याङ्कलाई पनि गएर सोध्नु न, ब्याङ्कलाई पनि थाहा छ। अनि मलाई मसँग चाहिँ जुन मान्छेले गाडी किनेको त्यो मान्छेको मसँग लिखत कागज छ। गाडी पास गरिसक्नु भएको छ? गाडी पास गरेको भएको भए म ऋणी हुन्थेन नि। ब्याङ्कमा 14 लाख रुपियाँ तिर्नुपर्ने पैसा बगेको छ। त्यसो भए यसको जिम्मेवारी कसले लिन्छ त? अब ल भन्नुहोस्, कसले जिम्मेवारी लिने? ल भन्नुहोस्, जिम्मेवार तपाईँ हो कि सन्तोष मल्ल हो त? सुन्नुहोस् है, एउटा कुरा के छ भन्नुहुन्छ भने जिम्मेवार मुख्य भनेको गाडी साहु भनेको मैले तपाईँलाई फेरि पनि भने मबाट विष्णुराज जोशी भन्ने मान्छेले गाडी किनेको हो। विष्णुराज जोशीले सन्तोष मल्ल भन्ने मान्छेलाई गाडी बिक्री गरेको हो र जसले गाडी चलाए पनि, जसले गाडी खरिद गरे तापनि यसको सम्पूर्ण चाहिने दायित्व वहन गर्ने संस्था भनेको नवकान्तिपुर यातायात। त्यही नवकान्तिपुर भलाइ तथा इन्भेस्टमेन्ट कम्पनीको जुन कुरा गरिरहनु भएको छ नि सर, त्यसले अस्पताललाई पठाएको पत्रमा चाहिँ के भनेको छ भने बिरामीको अङ्गभङ्ग भएमा, हात काटिएको खण्डमा संस्थाले खर्च बेहोर्ने छैन भनेर त्यो प्रकारको अमानवीय र संवेदनहीन प्रकारको शर्त राखेको छ। अनि यस्तो काम कसरी गर्न सक्नुहुन्छ तपाईँहरू, भन्नुहोस् त? त्यसमा त यस्तो पनि छ नि। अब मैले एकपल्ट चाहिँ यो विषयमा धेरैपल्ट चाहिँ विवाद भएको हुनाले मलाई चाहिँ सम्बन्धित चाहिँ
त्यो इलाका प्रहरीबाट पनि फोन आएको कारणले गर्दा यो केस मैले पनि बुझेँ, के भयो त तपाईँहरूको चाहिँ दायित्व हो, जिम्मेवारी हो, तपाईँले त उपचार गरिदिनु पर्यो नि भनेर भन्दाखेरि उहाँहरूको भनाइ चाहिँ के छ भने दुर्घटना भइसके पश्चात चाहिँ एउटा सहमति पत्र बनाउनु पर्छ। त्यो सहमति पत्र चाहिँ उहाँले बनाउन मान्नु भएन। त्यो कारणले गर्दाखेरि हामीले चाहिँ ट्रिटमेन्ट गर्नबाट हामी ब्याक भएको हो। अनि इन्सुरेन्स कम्पनीको लागि चाहिँ सम्झौता गरिदिनु पर्ने, त्यो सम्झौता सहमति पत्र चाहिँ गरिदिनु पर्ने, त्यो सहमति पत्र पनि उहाँले नगरिदिने अनि हामीले मात्रै ट्रिटमेन्ट गरिराख्ने हुन्छ त त्यस्तो त्यस्तो हुँदैन भन्ने कुरा उहाँले मलाई भनिराख्नु भएको थियो। सहमतिको लागि कसरी प्रयास भयो त? सहमतिका लागि पटक पटक प्रयास गरिएको छ, घरि कोही मान्छे लाएर फोन गरेको छ, घरि धम्क्याउने गरी आफू अनुकूलको सहमति गरेर हुन्छ? सिडिओ कार्यालयमा गएर प्रहरी कहाँ गएर के हो त कुरा भनेर कुरा गर्न त आउनु पर्यो नि सबभन्दा पहिला, होइन र? सहमति भनेर त्यसरी हुने होला नि। कसले आउनु पर्यो भन्नुहोस् न? नवकान्तिपुर यातायात भलाइ कोषले चाहिँ उहाँलाई बार बार चाहिँ हामी ट्रिटमेन्ट गर्छौँ, दुर्घटना हुने बित्तिकै एक किसिमको सम्झौता बन्छ, यति मितिमा यो तरिकाले यसरी आइरहेको समयमा गाडी दुर्घटना भएको फलानाको चाहिँ सम्पूर्ण क्षतिपूर्ति दबाई उपचार खर्च फलानुले गर्ने हो भन्ने सहमति पत्र बनाउने हो। त्यो सहमति पत्र पीडितले बनाइदिनु पर्यो नि त, बिमाको प्रोसेसहरू हुन सक्छ नि त। अनि पीडित पक्षले चाहिँ त्यो सहमति पत्र पनि नबनाइदिनु। सुन्नुहोस् न, पीडित पक्ष यदि उपचार हुने भएको भए, पूर्ण रूपमा ग्यारेन्टी हुने भए, त्यो आश्वस्त पाइने भयो किन गर्दैन त? पीडितलाई त उपचार खर्च चाहिएको छ नि सर, क्षतिपूर्ति त चाहिएको छ नि, चाहिँदैन र? त्यो प्रक्रियाको कुरा हो हजुर, त्यही कुरा त उहाँले मानिराख्नु भएको छैन भन्ने कुरा चाहिँ म कहाँ त्यो मेसेज आएको थियो। अब मेरो यो विषयमा धेरै टाउको दुखाइ पनि छैन, किनभने पछाडि मैले यो विषयमा धेरै इन्टरफेयर पनि म गर्न पनि चाहँदैन, होइन। अनि अर्को कुरो के पनि हो भने तपाईँको काठमाडौँको चाहिँ सम्बन्धित इलाकामा पनि गएर पनि त्यो सहमति पत्र चाहिँ बनाउन सकिन्छ भनेर चाहिँ बर्दियाको इलाका प्रहरी कार्यालयले पनि भनेको छ, जिल्ला कार्यालयले पनि भनेको छ। सुन्नुहोस्, त्यो कुरा सिडिओले पनि भन्नुभएको छ, होइन? सिडिओले पनि भन्नुभएको छ, तर खै त प्रयास भएको को आयो ल भन्नुहोस् त? को आयो सहमति गर्न? होइन, सहमति गर्न नेपाल त्यो नवकान्तिपुर इन्भेस्टमेन्ट प्रणालीको मान्छेले बार बार उहाँलाई चाहिँ बोलाएर सहमति गरिदिनुहोस्, हामी ट्रिटमेन्ट गर्छौँ भनेर भनिराख्नु भएको छ त। त्यो भनिएको छैन, उल्टै यहाँ हात काट्नु भनेर चाहिँ नि उपचारबाट पन्सिन, पछि गएर चाहिँ नि दीर्घकालीन उसको क्षतिपूर्तिको मामिलाबाट पन्सिनका लागि त्यो प्रकारको षड्यन्त्र पनि यहाँ भएको छ सर, थाहा छ कि छैन? षड्यन्त्र के भएको छ, कसले षड्यन्त्र गरेको छ त्यो विषयमा मलाई थाहा छैन, म जानकारी पनि छैन मलाई, मैले चाहिँ त्यस्तो षड्यन्त्र पनि गरेको छैन। अब तपाईँमाथि त कतिसम्मको आरोप छ भने बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालसँग तपाईँको चाहिँ मिलोमतमा पीडित परिवारलाई चाहिँ सहमति गराउनुको सट्टा, न्याय दिनुको सट्टा उल्टै तपाईँहरूले गाडी पनि छुटाउनु भयो। त्यहाँ किन छुटाउनु भयो गाडीले? एउटा कुरा के हुन्छ भने तपाईँहरू जस्तो निकायले जथाभावी बोल्नु गलत कुरा हो। गोगन बहादुर हमाल भन्ने मान्छे को हो, कहाँको सिडिओ साहब हो, मेरो उहाँसँग आजको मितिसँग पनि भेटघाट भएको छैन। अस्ति उहाँहरूले एउटा पत्रकार सम्मेलन गर्दाखेरि योगेन्द्र हमाल, गोगन बहादुर हमाल र एसपीको मिलोमतमा चाहिँ यस्तो यस्तो काम गरेको छ भन्ने आरोप लगाउनु भएको छ। उहाँले चाहिँ अरूको विषयमा चाहिँ जे पाए त्यही बोल्दिने, जथाभावी बोल्दिने, प्रेस कन्फरेन्समा चाहिँ उहाँले चाहिँ त्यो यकिन नभएको कुरा चाहिँ बोल्दिने, जथाभावी चाहिँ आरोप प्रत्यारोप लगाउन मिल्छ। सुन्नुहोस्, अब यसलाई एउटा कुरा सुन्नुहोस् है, अब गाडी पूर्ण रूपमा कानुनत तपाईँबाट चाहिँ पास भइसकेका छैन, होइन हो कि होइन? सुन्नुहोस्, जिम्मेवारी तपाईँको पनि हुन्छ, तपाईँ पन्सिन पाउनुहुन्न। तपाईँले अब भलाइ कोषलाई भनेर हुन्छ कि तपाईँले के गरेर हुन्छ, कहिले सहमति गराउने, सहमति कहाँ गर्ने, के गर्ने म पीडित पक्षलाई भन्छु, तपाईँले ल यसको समय दिनुहोस्, ल कसरी गर्ने ल भन्नुहोस्, यसको निकास के? अब तपाईँलाई मैले एउटा आग्रह फेरि पनि मैले के गर्न चाहे भने तपाईँ पीडित पक्षलाई सहमतिको बाटोमा तपाईँले अगाडि बढाइदिनु भयो र नवकान्तिपुर यातायात भलाइ कोषसँग उहाँले सहमति गर्नुहुन्छ अनि बिमाको प्रोसेस अगाडि बढ्छ। अगाडि बढ्ने बित्तिकै अहिलेसम्मको दायित्वको सम्पूर्ण जिम्मेवारी चाहिँ उहाँले म लिन्छु भनेर भन्नुभएको छ त। Extreme Energy Drink